धुवाँ जस्तो कोहरो छाएको बाँसको बारीमा गोपाल भालु गहरो निदाउँदै थियो। एकछिनमा एउटा सानो नीलो चरा उसको पेटमा आएर बसिन्। उसको नाम थियो पीप। पीपको आवाज डराएको जस्तो थियो। हजुरज्यू, मेरो घर आँधीले उडाइदियो। गोपालले आँखा खोलेर हेर्दा पीपको चुच्चोमा एउटा सेतो अण्डा थियो। उसले मिठो स्वरले भन्यो, घर बनाऊ सानीचरी। दुवैजना काममा लागे। गोपालले बाँसका टुक्रा भाँच्यो, पीपले पातहरू सजायो। जब गोपालले ठूलो हातले घर बनाउन गाह्रो भयो, पीपले भनिन्, हजुरज्यू, यस्तो गर्नुहोस्। सूर्य अस्ताउँदा उनीहरूको नयाँ घर तयार भयो। एउटा रुखको हाँगामा सुनौलो स्थान। पीपले अण्डा सुरक्षित राख्दै भनिन्, धन्यवाद हजुरज्यू। गोपालले मुस्कुराउँदै भन्यो, अब म पनि यही मुनि निदाउँछु, तिम्रो सुरक्षाका लागि। नीलो चराले गीत गायो, भालुले घुर्न थाल्यो र चन्द्रमाको ज्योतिले नयाँ जीवनको प्रतीक्षा गर्दै अण्डालाई हल्का छोयो।